गणेश कुमार मण्डलसँग। ल त्यसो हो भने अब के गर्ने त? तपाईँहरूले सरकारले गरेको प्रपञ्च भन्नुभयो, विशेष गरी दक्षिणबाट केही कुरा आयातित र यहाँको प्रायोजित यो परिणाम भनिरहनु भएको छ। अब भविष्यमा यस्तै खालको साम्प्रदायिक सामुदायिक खलल पुग्ने, धार्मिक दङ्गा हुने सम्भावना आशंकाहरू मानिस गरिरहेका छन्। त्यो त्रास फैलेको देख्छौँ हामी तराई मधेसका जिल्लाहरूमा। त्यसो भने के गर्ने? हेर्नुहोस्, नेपाली समाज त्यति चाहिँ मतलब मैथिलीमा एउटा कहावत छ कि मतलब औँला ठड्याउने जैसे न औँला देखेन कुम्हर नै सडे भनेको मतलब के हो भने तपाईँले औँला ठड्याउँदैमा नेपालमा दङ्गा भइहाल्छ हैन। आफू चाहिँ त्यसमा चाहिँ त्यसपछि सत्ताको चाहिँ चाबी चाहिँ मतलब चाहिँ समय लम्ब्याइहाल्छु या कि जनतालाई मूर्ख बनाइरहन्छु, यो कुरा यदि सोचेर राज्य चलाइरहेको छ भने त्यसबाट छिटै यो भ्रमबाट सरकारमा भएका र सत्ताधारी पार्टी चाहिँ मुक्त भए हुन्छ। होइन भने तपाईको विपक्षीहरू तपाईलाई सहयोग गर्नको लागि यहाँ बसेको छैन लोकतन्त्रमा। दोस्रो, तपाईलाई युवाहरूलाई जुन युवाहरूलाई हिजो चाहिँ तपाईले ठुला सपना देखाउनु भयो, त्यो युवाहरू तपाईबाट अब मतलब त्यो सपनाबाट तपाईहरूबाट चाहिँ एकदम मतलब डिट्याक भइरहेछ, अलग भइरहेछ तपाईको चाहिँ। त्यसपछि चाहिँ छिमेकीहरूसँग तपाईको सम्बन्ध राम्रो छैन। कर्मचारीलाई तपाईले चलाइसक्नु भएछ, कर्मचारीहरू पनि खुसी छैन। त्यसपछि चाहिँ मधेसलाई पनि तपाईले आगोमा जसरी चाहिँ भदौ 23 र 24 गते देशको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाएर सत्तामा पुग्नुभयो, अहिले पनि तपाईले मधेसलाई जलाएर सत्ता टिकाउन खोज्दै हुनुहुन्छ भने यो भ्रमबाट छिटै मुक्त भए हुन्छ। होइन भने हुन्छ के भने तपाईसँग अहिले आर्मी त राणाको भएन, राजाको भएन हैन, कांग्रेस एमाले माओवादीको भएन भने तपाईको हुन्छ भनेर जुन दिन नागरिक तपाईको एगेन्स्टमा जान्छ सरकारको किन सेना पनि तपाईसँग रहदैन। काठमाडौँमा सिंहदरबार, सर्वोच्च अदालत र के भन्छ संसद भवन जल्दाखेरि सेना परिचालन नहुने, मधेसमा पुलिसले नागरिकमाथि गोली चलाउँदाखेरि सेना परिचालन नहुने। हामी बुझ्या छैन के गरिरहेछ भने के गरिरहेछ, गरे चाहिँ के छ, गर्न खोजेको चाहिँ के छ। त्यसो हो भने पुलिसले नागरिकमाथि गोली चलाउँदाखेरि त्यसलाई चाहिँ हिन्दू मुस्लिमको राइट्स दिएर सेना परिचालन गरे हैन। मधेसमा अस्ति सिंहदरबार जल्दाखेरि ती सेना कहाँ गए थिए? किन चाहिँ अगाडिमै मतलब परिचालन भएन? त्यहाँ त सम्भावित मानवीय क्षति रोक्नका निमित्त, दुई समुदाय बीचको सद्भावना रोक्नका निमित्त तपाईको 80% मुस्लिम कम्युनिटीहरू छठ मनाउँछ। मतलब तपाईको मेरो गाउँमा भएका मुस्लिम कम्युनिटी त्यो यस्तो कुनै दशैंमा हाम्रो घरमा चाहिँ बलि पर्छ हैन। त्यो बलि पर्दाखेरि मलाई लाग्दैन उहाँहरू तपाई भन्नु नेपालका मुस्लिमहरू त्यो हलाल गरेको मात्रै खान्छ भन्नु। उहाँहरूको धर्ममा त्यो छन् क्या, तर त्यो दशैंमा आएर उहाँहरू प्रसाद खानुहुन्छ हाम्रोमा, पूजामा पनि आउनुहुन्छ। बच्चाहरूको त्यो मुण्डन गर्दाखेरि उहाँहरू भोज भात एउटै ठाउँमा बसेर खाने। यसलाई के हुन्छ नि, यो चाहिँ डिभाइड एन्ड रुल। हिजो चाहिँ वर्ग विभाजनको नाममा यहाँ डिभाइड गरियो कसैले, त्यसपछि समुदाय विभाजनको नाममा डिभाइड गरियो, त्यसपछि भूगोल विभाजनको नाममा गरियो। अहिले चाहिँ केही नभेटेपछि यो चाहिँ धार्मिक दंगा फैलाउन, यो चाहिँ धार्मिक विभाजनको नाममा यहाँ दंगा फसाद गरेर देशलाई बर्बाद गर्नको लागि यहाँ चाहिँ तत्पर छन्। त्यसैले अस्ति चाहिँ त्यो राष्ट्रसभा सभापति रवि लामिछानेले जुन बैठक आह्वान गर्यो नि, सर्वदलीय बैठक, कुन के अनुसार त्यो बैठक बोलाएको? सरकारले बोलाउने होइन त्यो बैठक, सर्वदलीय बैठक सरकारको दल हो। 2/3 अभिमत संसदमा भएको दलको सभापतिले सर्वदलीय बैठक बोलाएर सामाजिक सद्भावलाई कायम राख्नका निमित्त प्रयास गर्न भने तपाईले षड्यन्त्र देखिरहनु भएको छ। सरकारले बोलाएको भए त्यसमा षड्यन्त्र हुँदैन थियो। अर्को यो षड्यन्त्र मलाई के लाग्छ भने मतलब यहाँ आउँदाखेरि त्यहाँ भित्र के कुरा उठाएछ भने हिजो चाहिँ केपी ओली र
रमेश लेखकले गोली चलाउँदाखेरि त्यहाँ चाहिँ भवदोत 24 गोली चलाउँदाखेरि त्यसको जिम्मेवारी रमेश लेखक र तत्कालीन प्रधानमन्त्री चाहिँ केपी ओलीले दिने हो भने उहाँहरूलाई एरेस्ट गर्नु अहिलेको प्रधानमन्त्री अहिलेको गृहमन्त्री दोषी हो कि होइन त्यहाँ कुरा उठाएछ त्यो शब्द। त्यसको आयोजक को थियो भने रवि लामिछाने। भनेपछि सरकारलाई सहयोग गरे हो गर्नको लागि त्यो सर्वदलीय मिटिङ बोलाएको हो कि सरकारलाई असहयोग गर्नको लागि? के भनेर तपाईँलाई के लाग्छ? मलाई त लाग्छ असहयोग गर्नको लागि खुल्लम खुल्ला असहयोग हो त्यो। त्यो मिटिङ सरकारले बोलाउनु पर्ने थियो तर उसले बोलाएर झन् सरकारलाई होइन सरकारले बोलाउन ढिला गरिसकेपछि पार्टी सभापतिले त्यो खालको अग्रसरता लिनुभयो भनेर किन नबुझ्ने? अर्को कुरा रवि लामिछाने पक्षधर मान्नेहरू मन्त्रीहरू यो घटनामा बडा सेफ देखिन्छ, एकदम चुप देखिन्छ र यिनका मतलब प्रधानमन्त्रीका पक्षका चाहिँ मान्छेहरू अलिकति बढी सक्रिय देखिन्छ। बुझ्नुभयो नि? यो मल्टिपल चाहिँ चेपुवामा सरकार परिसक्यो। यो सरकारले को ढाड चाहिँ भाँचिसक्यो। यो घटनाबाट ब्याकफायर भयो सरकारलाई। सरकार चाहिँ अब यो घटनाको निर्मम एकदम क्रूरतापूर्वक यदि छलफल गर्ने हो भने सरकार फस्यो। सरकार अगाडि बढ्न सक्ने अवस्था